भाग 2। तपाईको पाइपलाइन नै तपाईको लाइफलाइन हो। अध्याय 3। पाइपलाइनको सामर्थ्य। यो कथा यस्ता दुई मानिसको हो जो एक अर्कामा बिल्कुलै विपरीत थिए। एउटा बेसबल खेलाडी थियो भने अर्को एउटा सानो सहरको एउटा प्राथमिक स्कुलको शिक्षक। यी दुवैमा अरू पनि भिन्नताहरू थिए। एउटा व्यक्ति युवा थियो भने अर्को व्यक्ति एउटी वृद्ध महिला थिए। युवकलाई एक वर्षमा 10 लाख आम्दानी हुन्थ्यो भने वृद्ध महिलालाई कहिल्यै पनि $10,000 भन्दा बढी आम्दानी हुँदैनथ्यो। युवाको जिन्दगी सधैँ लोकप्रियताको वरिपरि घुम्थ्यो भने महिलाको जिन्दगी मैसाचुसेट्स सहरको एउटा सानो सहरमा गुज्रेको थियो। तर यी दुवैको निजी तथा आर्थिक रुचिहरू हेर्ने हो भने तिनमा भिन्नता ज्यादै कम थियो। तपाईले देख्नुहुनेछ यी दुवैमा एउटा पाइपलाइन बिल्डर बन्यो र रिटायर हुँदासम्म करोडपति बन्यो भने अर्को सम्पूर्ण जिन्दगीभरि बकेट क्यारियर बनिरह्यो। यो कथा दुई भिन्दा भिन्दै मानिसको हो, तर यो कुरा महत्त्वपूर्ण होइन। तर महत्त्वपूर्ण यो जान्नु हो कि उनीहरूको छनौट कस्तो थियो र ती चुनावबाट तपाईले के सिक्नुहुन्छ। यी दुईवटा कथा सुनेपछि कसरी आर्थिक स्वतन्त्रता तथा सुरक्षाको एक मात्र विकल्प पाइपलाइनको निर्माण हुन सक्छ भन्ने कुरा बिल्कुलै स्पष्ट हुनेछ। बल खेलाडीको कथा। आउनुहोस् हामीले यसको सुरुवात प्रसिद्ध बेसबल खेलाडीको कथाबाट गरौँ। समयको गतिसँगै यो प्रतिभावान खेलाडीले निजी तथा आर्थिक दुवैतिर केही गलत छनौट गर्यो। उसका निजी छनौटहरूको परिणाम के भयो भने उसको विवाह सम्बन्ध विच्छेद भयो र ऊ रक्सी र लागु पदार्थको कुलतमा फस्यो। यो सामान्य कुरा थिएन, साथै उसको आर्थिक छनौट पनि लगभग यस्तै खराब साबित भयो। मलाई पुरा विश्वास छ कि तपाईले यो खेलाडीको नाम अवश्य सुन्नु भएको होला। ऊ करिब 20 वर्षसम्म चर्चामा रहेको थियो। उसको नाम हो डेरिल स्ट्रबेरी। उसको कथाले तपाईलाई आर्थिक स्वतन्त्रता प्राप्त गर्नको लागि के गर्न हुँदैन भन्ने तपाईलाई सिकाउनेछ। डेरिल स्ट्रबेरी करिब आफ्नो आधा जिन्दगी व्यावसायिक खेलाडीको रूपमा बेसबल खेलिरह्यो। उसले 38 वर्षको उमेरसम्म यो क्षेत्रमा खुब नाम कमायो। स्ट्रबेरीले यो क्यारियरको सिलसिलामा प्रशस्त पैसा कमाएको थियो, करिब 20 लाखदेखि $50 लाख। यसको अलावा उसले आफ्नो उपस्थिति, भाषण तथा अटोग्राफ साइन गरेर आफ्नो 40औं जन्मदिनसम्म करिब $5 देखि $10 करोड कमायो। स्ट्रबेरीको खेती स्थायी हुँदैन। यति धेरै पैसा कमाउने मानिसलाई आफ्नो जिन्दगीमा बिल्कुल सेट हुनुपर्ने हो, तर यस्तो भएन। एउटा स्थानीय समाचार पत्रमा प्रकाशित रिपोर्ट अनुसार स्ट्रबेरीको आम्दानी अथवा बचत पत्नी चैरिसी र 3 जना बच्चा बच्चीको लालन पालन गर्न पनि पुग्ने थिएन। 10 करोडको आम्दानीमा कति पनि बचत थिएन। आखिर त्यत्रो पैसा कहाँ गयो? उसले सबै पैसा खर्च गरिदियो। महँगो घर, महँगो गाडी तथा मुद्दा मामिला लड्नका लागि खर्चिलो वकिल, खर्चिलो सम्बन्ध विच्छेद, खर्चिलो ड्रेस तथा मदिरा र पूर्ण व्यावसायिक क्लिनिक। यो पुस्तक लेख्दासम्म उसले बेसबल खेल्न इन्कार गरिदिएको थियो, अर्थात् उसको आम्दानीको स्रोत समाप्त भएको थियो। एउटा कुरा अवश्य नियमित थियो, बिलहरू, र यस्ता बिलहरूको सङ्ख्या दिन 2 गुना रात 4 गुनाले बढिरहेको थियो। अर्को करोडपतिमा तपाईको नाउँ कसरी हुन सक्छ? अर्को कथाको समाप्ति बेग्लै छ। यो मार्गरेट ओ डोनल नामकी एउटी स्कुल शिक्षिकाको कथा हो। ऊ एउटा सानो सहरमा रहन्थी। उसले ठुलो पाइपलाइन बनाउन ठुलो बकेट बोक्नु पर्दैन भन्ने प्रमाणित गरिदिए। जब 70 वर्षको उमेरमा ऊ रिटायर भई त्यति बेलासम्म उसको आम्दानी करिब वार्षिक $8,500 प्रति वर्ष थियो। जब 100 वर्षको उमेरमा उसको मृत्यु भयो त्यतिखेरसम्म उसले करिब 10 भिन्दा भिन्दा स्थानमा चन्दा दिनका लागि करिब 20 लाख रकम छोडेकी थिए। त्यसमा उसको चर्च, स्कुल तथा स्काउट ग्रुप पनि थियो। तर यस्तो कसरी सम्भव हुन्छ? प्रति वर्ष $10,000 भन्दा कम आम्दानी गर्ने महिलाले यति धेरै पैसा जम्मा कसरी गर्न सक्छ? तर यो साधारण कुरा हो। उसले राम्रो स्टक मार्केटमा
नियमित रूपले केही न केही लगानी गर्ने गर्थे। यस क्रममा लामो समयसम्म पैसा जम्मा हुँदा एउटा पाइपलाइन निर्माण भयो र समयसँगै विस्तार हुँदै गयो। दीर्घकालीन पाइपलाइन तयार गर्नु, थोरै आम्दानी प्लस स्टक मार्केटमा लगानी गर्नु त्यो पाइपलाइन हो जसले समृद्धितर्फ धकेल्दछ। उसको स्टक ब्रोकर अथवा दलाल बाब बोलान्स्की भन्छन्, मार्गरेटलाई स्टकमा पैसा लगानी गर्न मजा आउँथ्यो। जब मैले पहिलो पटक उसँग भेटेको थिएँ त्यसबेला उसले मेरो टेबलमा 3वटा दस्तावेज फ्याँक्दै भनेकी थिइन्, मैले यी 3वटा कुकुरलाई के गरौँ? यी ती स्टक थिए जसले राम्रो गरिरहेका थिएनन्। तर आगामी 20 वर्षको अवधिमा उसको पोर्टफोलियोमा केही ब्लू चिप्स स्टक, ट्याक्स बचाउने बन्ड र युटिलिटी स्टक संलग्न भए। यसले तिनलाई आफ्नो मृत्युसम्म साथै राखी। आफू रिटायर भएपछि पाइपलाइन विस्तार हुँदै जाओस् भन्नका लागि उसले आफ्नो कुनै पनि लगानीलाई विरलै प्रयोग गरी। सानो त्याग, ठुलो परिणाम। यदि तपाईँले मार्गरेट एक पैसा बचाउने कन्जुस थिए, आफ्नो खानपानमा खर्च गर्दैनथी भन्ने अर्थ लगाउनु भएको छ भने तपाईँ गलत हुनुहुन्छ। किनभने ऊ अक्सर आफ्ना साथीहरूसँग बाहिर खान जान्थी, एउटा राम्रो गाडी चलाउँथी तथा लामो छुट्टीमा हवाईजहाजबाट युरोपको यात्रा गर्न पनि जान्थी। उसले कहिल्यै पनि जीवनको आनन्द उठाउन इन्कार गरिन, तर साथसाथै खर्चको मामिलामा अनुशासनलाई पनि ध्यान राखी। यति मात्रै होइन, उसले हरेक महिना केही न केही बचत गर्ने कोसिस पनि गरिरहे। यस प्रकार तपाईले देख्नुभयो मार्गरेटको कथा दीर्घकालीन पाइपलाइन बिल्डरको एउटा उत्कृष्ट उदाहरण मान्न सकिन्छ। उसले 20 वर्षको उमेरमै बचत तथा लगानी सुरु गरेकी थिए। उसले यो प्रक्रियालाई आफ्नो मृत्युसम्म कायम राखी। पाइपलाइनको वृद्धि। पाब्लोलाई जस्तै अन्य पाइपलाइन निर्माताहरूलाई उनीहरूको प्रयासको प्रतिफल केही वर्षसम्म नमिल्न सक्छ, तर लगातार गरिएको प्रयासले थोरै बचत गर्दा पनि एक दिन अवश्य एकमुष्ट धनराशि सङ्कलन हुन्छ। बकेट सुकेपछि पनि पाइपलाइनले पानी दिइरहन्छ। अब तपाईले मैले पाइपलाइनको सामर्थ्यको बारेमा तपाईसँग के भन्न चाहन्छु भन्ने बुझ्नुभयो होला। डेरिल स्ट्रबेरी वर्षौंसम्म एउटा ठुलो बकेट बोकिरह्यो, तर आज उसँग के बाँकी छ? कबाडी भए कुनै बेला पैसाका चेकले भरिएका बाकस। स्ट्रबेरीले 20 वर्षसम्म पाइपलाइन निर्माण गर्न सक्थ्यो यदि उसले आफ्नो आम्दानीको केवल 10% हिस्सा पाइपलाइन निर्माणका लागि स्टकमा लगानी गरेको भए सायद आज उसँग 2 देखि 10 करोड डलरसम्मको पाइपलाइन निर्माण भइसक्थ्यो। तर उसले यसो गरेन। अवसरलाई सदुपयोग नगर्नु। पाइपलाइन छैन अर्थात् नियमित आम्दानी पनि छैन। स्ट्रबेरीले आफ्नो ठुलो बकेट कहिले खाली हुने छैन भन्ने सोच्यो। यस्तो धारणा गलत साबित भयो। बकेट जतिसुकै ठुलो होस्, एक न एक दिन त खाली हुन्छ। बकेट क्यारियरलाई यही कारणले बकेट 2 पटक भर्ने आवश्यकता पर्दछ। बिमारी, रिटायरमेन्ट, दुर्घटना आदिको कारणले बकेटलाई 2 पटक भर्न सम्भव हुँदैन। तब बकेट सुक्न थाल्दछ। अर्कोतिर पाइपलाइनले बकेट सुकेपछि पनि मुनाफा दिइरहन्छ र यो नियम साना तथा ठुला दुवै प्रकारका बकेट क्यारियरमा लागू हुन्छ। मैले पहिल्यै उल्लेख गरे जस्तो बकेटको आकार महत्त्वपूर्ण हुँदैन, बरु ठुलो बकेट बोक्नेहरू ज्यादा फजुल खर्ची हुन्छन्। आर्थिक स्वतन्त्रताको मूल मन्त्र पाइपलाइन निर्माण, मानसिकताको स्वीकार गर्नु तथा पाइपलाइनलाई आदत बनाउनु हो। जति सानो बकेट उति नै ठुलो पाइपलाइनको आवश्यकता। धेरै पैसा कमाउँदैमा आर्थिक स्वतन्त्रताको ग्यारेन्टी हुन सक्दैन। केवल पाइपलाइनले यसको ग्यारेन्टी गर्न सक्दछ। यदि तपाईले पाइपलाइन रणनीति अपनाउनु हुन भने आखिरमा तपाईको बकेट सुकेर जानेछ। मैले तपाईलाई डेरिल स्ट्रबेरीको कथा किन भनेको हुँ? स्ट्रबेरी जस्तो धनी मानिसको आम्दानी सुक्न सक्छ भने तपाईको पनि त्यही अवस्था हुन सक्दैन र? यस बारेमा विचार गर्नुहोस्। स्ट्रबेरीलाई आखिरसम्म तलबको चेकमा नै भर पर्नु पर्यो। तपाईको आफ्नो बारेमा के विचार छ? स्ट्रबेरीलाई यस्तो लागिरहेको थियो मानव आफ्नो बकेट क्यारिङ दिन कहिल्यै सकिँदैन। तपाईको आफ्नो बारेमा के विचार छ? स्ट्रबेरी मूर्खले झैं
आफ्नो धन सम्पत्ति उडाउँदै र लुटाउँदै रह्यो, समय गुमाउँदै रह्यो। जबकि त्यति बेला उसले अलिकति विचार पुर्याएको भए एउटा लाइफलाइन बनाउन सक्थ्यो। फेरि म तपाईँलाई सोध्छु, तपाईँको आफ्नो बारेमा के विचार छ? निश्चय नै स्ट्रबेरीले एउटा गलत निर्णय गरेको थियो, जसको दुष्परिणाम उसले भोग्नु पर्यो। तर उसको सबभन्दा कमजोर पक्ष पाइपलाइन तयार गर्न नसक्नु थियो। यस कमजोरीलाई कहिल्यै क्षमा गर्न सकिँदैन। आखिर उनको सोच के थियो? अर्कोतर्फ मार्गरेट डेनलले बकेट बोक्ने समयमै पाइपलाइन बनाए। जब उसले बकेट बोक्ने समय सकियो भनेर थाहा पायो, पाइपलाइनले उसलाई मद्दत गर्न सुरु गरिदियो। अब छनौट गर्ने तपाईँको पालो हो। अब म तपाईँसँग सोध्छु, तपाईँ कुन प्रकारको आर्थिक स्थितिमा रहन चाहनुहुन्छ? डेरिल स्ट्रबेरीको अथवा मार्गरेट डोनेलको? यदि तपाईँको उत्तर मार्गरेट डोनेलको हो भने तपाईँले ढिलो नगरी पाइपलाइन तयार गर्न सुरु गर्नुपर्छ। पाइपलाइन नै तपाईँको लाइफलाइन हो, किनभने यो आत्मनिर्भर हुन्छ। समय समयमा यसको मर्मत सम्भार गर्न आवश्यक हुन्छ, यो सत्य हो। तर पाइपलाइनले तपाईँलाई निरन्तर मुनाफा दिन सक्छ। संयोगले होइन, बरु तपाईँको छनौटले नै तपाईँको भाग्य निर्धारण गर्छ। डेरिल स्ट्रबेरी र मार्गरेट डेनिल दुवैलाई मौका मिलेको थियो। डेरिलले बकेट बोक्न नै मन परायो र मार्गरेटले पाइपलाइन निर्माण गर्न रुचाई। यो उनीहरूको आफ्नो छनौट थियो। अब छनौट गर्ने तपाईँको पालो। अध्याय 4, उत्तोलन, पाइपलाइनको शक्ति। लिभरेज अर्थात् उत्तोलन एउटा चमत्कारी अवधारणा हो, सभ्यतालाई परिवर्तन गर्ने अवधारणा। अब मैले तपाईँलाई विस्तारपूर्वक सबै कुरा भन्छु। सन् 1440मा जोन्स गुटेनबर्ग नामका एउटा युवक उद्यमीले अङ्गुरको रस निकाल्ने प्रेसलाई एउटा व्यावसायिक प्रिन्टिङ प्रेसमा परिवर्तन गरिदियो। उसले गुटेनबर्ग बाइबलको 180 प्रति प्रिन्ट गर्यो र केही दिनमै उसले सबै बेचिदियो। गुटेनबर्ग प्रिन्टिङ प्रेसलाई छिट्टै सफलता मिल्यो। 1 दशकभित्रै प्रिन्टिङ प्रेस पुरै युरोपभरि फैलियो। सन् 1600 को मध्यसम्म युरोपमा 8 लाखभन्दा धेरै प्रिन्टेड पुस्तक प्रचलनमा आए। यो सङ्ख्या अघिल्ला हजारौँ वर्षमा तयार भएका सारा पुस्तकको सङ्ख्याभन्दा 10 गुणा बढी थियो। बकेट क्यारियर्सद्वारा तयार गरिएका पुस्तकहरू, पाइपलाइन निर्माताद्वारा तयार पुस्तकहरू। गुटेनबर्ग प्रेसले बकेट क्यारियर्सद्वारा तयार गरिएका पुस्तकहरूलाई पछि पारिदियो। गुटेनबर्ग प्रेस आउनुभन्दा पहिला लेखक तथा चर्चवासीहरूद्वारा पुस्तक हातैले लेख्थे। हातले लेखेका पुस्तक तयार गर्नमा धेरै खर्च हुन्थ्यो, साथसाथै समय पनि वर्षौँ लाग्थ्यो। गुटेनबर्गले सबैलाई बदलिदियो। प्रिन्टिङ प्रेस आएपछि एकपटक टाइम सेट भएपछि हजारौँ प्रति सजिलै निस्कन सक्थे। प्रिन्टिङ प्रेसद्वारा प्रिन्टरको समय र पैसा त बच्यो नै, साथै त्यसको उत्पादकतामा पनि वृद्धि भयो। बकेट क्यारियर्स मोडलको जमानामा पुस्तकहरूमा प्रयास र परिणामको अनुपात 1:1 थियो। 1 घन्टाको प्रयासको उत्पादन 1 घन्टाको परिणाम थियो। यदि एउटा लेखकलाई 1 पेजको नक्कल उतार्न पर्यो भने 1 दिन लाग्छ भने 100 पेज तयार गर्न 100 दिन लाग्छ। प्रिन्टिङ प्रेसको आगमन अर्थात् पाइपलाइन निर्माणको मोडल, यसलाई हामीले यसरी हेर्न सक्छौँ। 16औँ शताब्दीको प्रिन्टरमा यदि 1 पेजको टाइप पुरा हुन्थ्यो भने दिन समाप्त हुँदासँग केवल प्रुफको प्रति मात्र निस्कन सक्छ। तर हेर्नुहोस्, भोलिपल्ट के भयो? प्रिन्टरको आगमन भयो र त्यसले 100 प्रति निकालिदियो। अर्को शब्दमा, प्रेसले जति काम 2 दिनमा गर्न सक्छ, त्यसलाई एउटा लेखकले गर्ने हो भने 100 दिन लाग्नेछ। यही हो उत्तोलनको सामर्थ्य। पाइपलाइन निर्माण मोडलमा प्रयास र परिणामको अनुपात 1:1 हुँदैन। जब हामी उत्तोलनको उपयोग गर्छौँ तब पर्याप्त त यही हुन्छ, तर परिणाम 100 गुणा बढी, 1000 गुणा बढी र यहाँसम्म कि कयौँ लाख गुणा बढी समेत हुनेछ। लिभरेज 2 प्रकारका हुनेछन्, समय र पैसा। लिभरेजको मूल शब्द लिभर हो। यो वास्तवमा पुरानो फ्रेन्च शब्द हो जसको अर्थ कुनै वस्तुलाई हल्का बनाउनु भन्ने हुन्छ। यदि लिभरेजको सामर्थ्यको उपयुक्त परिभाषा हो,
लिभरेजको उपयोग गरेर कुनै पनि ठुलो भारी यति सहज र हल्का बनाउन सकिन्छ कि एउटा बच्चाले पनि त्यसलाई सजिलै घुमाउन सकोस्। जब हामीले लिभरको सिद्धान्तको उपयोग समय र पैसामा गर्छौँ त्यतिखेर ठ्याक्कै यस्तै हुन्छ, परिणाम संयोजित हुन्छ। उदाहरणको लागि समयको लिभरेजिङको विषयमा 1 घण्टाको प्रयासले 100 घण्टाको उत्पादनको परिणाम प्रदान गर्छ। 1 हप्ताको कामले 1 वर्षको उत्पादन परिणाम दिन्छ। पैसालाई लिभरेजिङको विषयमा समयअनुसार उपयोग गरिएको $1 सुरुमा लगाएको रकमको कैयौँ गुणा भएपछि संयोजित हुन जान्छ। लिभरेजको उत्कृष्ट उदाहरण कसरी मानिसहरूले आफ्नो समय, पैसा र प्रयत्नको लिभरेज गर्न सक्दछन् भन्ने कुराको एउटा उत्कृष्ट उदाहरण प्रिन्टिङ प्रेसलाई मान्न सकिन्छ। लिभरेजले समयको 1 एकाइसँग पैसाको 1 एकाइ बराबर हुन्छ भन्ने समीकरणलाई पछाडि पारिदिन्छ। उत्तोलकले मानिसको कामलाई सहज बनाइदिन्छ। हरेक पाइपलाइनको पछाडि यही शक्ति हुन्छ। समयको उत्तोलन मानिसहरूलाई ज्यालादारीमा काम लगाउनु कसरी मानिसले समयको लिभरेज गर्न सक्छन् भन्ने कुराको एउटा राम्रो उदाहरण हुन सक्छ। मानिलिनुहोस् तपाईले एउटा रेस्टुरेन्ट खोल्दै हुनुहुन्छ। तपाईको साउजी, कुक, वेटर, डिसवासर तथा बुककिपरको सबै काम आफैले गरेर पनि व्यवसायबाट नाफा कमाउनु सायद तपाईको लागि असम्भव होला। तपाईले एक समयमा केवल एउटै काम गर्न सक्नुहुन्छ। यसकारण बाँकी कामको लागि केही मानिसलाई भाडामा लिनु बुद्धिमानी हुनेछ। यदि तपाईले आफ्ना 10 वटा स्टाफलाई औसत $10 प्रति घण्टा तलब दिनुहुन्छ भने तपाईले प्रति घण्टा तलबको रूपमा $100 को भुक्तानी गर्नुपर्छ। यदि तपाईलाई रेस्टुरेन्टबाट प्रति घण्टा $1000 को राजस्व प्राप्त हुन्छ भने खर्च भएर बचेको रकम तपाईको गोजीमा जान्छ। पैसाको लिभरेजिङ अर्थात् उत्तोलनको सबभन्दा राम्रो उदाहरण स्टक मार्केटमा लगाउनु हुन सक्छ। निश्चय नै तपाईले वारेन बफेटको नाम सुन्नुभएको होला। त्यो वाल स्ट्रिटको एउटा जीवन्त दन्ते कथा त हो नै, साथै विश्वको दोस्रो अथवा तेस्रो धनी मानिस पनि हो। उसले अरूको पैसाको लिभरेजिङ गर्यो र यस प्रक्रियामा स्वयं र अन्य लगानीकर्तालाई धनवान बनाइदियो। अब यसमाथि यसो विचार गर्नुहोस् त, यदि तपाईले सन् 1965 मा बकेटको ब्रेकसायर ह्याथवे स्टकमा $10,000 लगानी गरिएको भए र यसलाई केही वर्षसम्म रहन दिएको भए 1998 मा तपाईको लगानी $51 मिलियन सम्म पुगेको हुन्थ्यो। आश्चर्य कुरो होइन त यो। 35 वर्ष पहिला बर्कसायर ह्याथवे स्टकको मूल्य $19 थियो। सन् 1998 को अन्तसम्ममा यो $70,000 पुग्यो। यसको अर्थ यदि तपाईले सन् 1965 मा $300 को लगानी गर्नुभएको हुन्थ्यो भने आज तपाईसँग $10 लाख हुन्थ्यो। विश्वासै गर्न नसकिने। अब तपाईँ लिभरेजिङको शक्ति बुझ्नुहुन्छ। बर्कसायर ह्याथवे स्टक लिभरेजिङद्वारा मिल्ने परिणाम एक्लो प्रयत्नद्वारा भन्दा कैयौँ गुणा बढी हुन्छ भन्ने कुराको ज्वलन्त उदाहरण हो। अब यसको बारेमा सोच्नुहोस्। सन् 1965 मा $300 जम्मा गर्नका लागि कति प्रयास आवश्यक परेको थियो होला? 2 अथवा 3 दिनको काम, अथवा ज्यादाभन्दा ज्यादा 1 हप्ताको काम। सोच्नुहोस् त, एक पटक जब $300 को लगानी गरिदियो भने तपाईलाई फेरि ज्यादा काम गर्ने आवश्यकता छैन, किनभने पाइपलाइन तयार भइसक्यो। अब तपाईले केवल एउटै काम गर्नुपर्छ, त्यो के भने समाचार पत्रहरू पढेर नियमित रूपले स्टक मार्केटका मूल्यहरूमा नजर राख्ने। आफू स्वयंसँग प्रश्न गर्नुहोस्, तपाईले एउटा सिन्को सम्म नभाँची $300 लाई $51 मिलियन मा बदलिदिनु के यो ज्यादै ठुलो कुरा होइन त? तपाईले देख्न सक्नुहुन्छ कसरी बुद्धिमानीपूर्वक लिभरेजिङ गर्दा केही समयमै लगानी गरेको पैसा कति गुणा वृद्धि हुँदो रहेछ। तपाईले कुनै यस्तो प्रणालीको खोजी गर्नुहोस् जसबाट तपाईले $1 लाई $100 मा लिभरेजिङ गर्न सक्नुहोस् र 1 घण्टालाई 100 घण्टामा। के यस्तो गर्नु उचित हुँदैन त? तपाईले एक पटक काम गर्नुहोस् र बाँकी लिभरेजले गर्न दिनुहोस्। के यो उत्तम होइन त?
साथीहरू, यदि तपाईँले उत्तोलनको फाइदा लिन चाहनुहुन्छ भने तपाईँले त्यही गर्नुपर्छ जुन पाब्लो तथा वॉरेन बफेट जस्ता पाइपलाइन निर्माताहरूले गरे, अर्थात् एउटा यस्तो लिभरेजको खोज जसले तपाईँको समय तथा पैसाको आज उत्तोलन गर्न सकोस् ताकि तपाईँको भविष्य सुन्दर हुन सकोस्। अध्याय 5 पैसा उत्तोलन र पामबीच पाइपलाइन। यसो सोच त, पाब्लोले आफ्नो कुरा जारी राख्यो, हामीले यो प्रयास गर्न सक्छौँ कि हरेक ग्यालिन पानी यी पाइपलाइनबाट बगोस्। यी पाइपलाइनबाट जति ज्यादा पानी बग्छ उति नै मात्रामा पैसा हामीसँग आउनेछ। मैले जुन पाइपलाइन बनाएँ त्यो सपनाको अन्त्य होइन, त्यो त केवल सुरुवात हो। द प्याराबल अफ द पाइपलाइन। एउटा दन्ते कथामा चीनको एकजना शासक चेस खेलको प्रेमी हुन पुगेछ। शासकले त्यो खेलको स्रष्टालाई पुरस्कृत गर्ने निर्णय लिएछ। उसले आविष्कारकर्तालाई शाही महलमा बोलाएछ र सभा भवनमा सर्जकको एउटा इच्छा पूरा गरिने घोषणा गरेछ। महाराज, तपाईले मेरो सम्मान गर्नुभएको छ, आविष्कारकर्ताले विनम्रतापूर्वक भन्यो। तपाईले मलाई चामलको एक दाना दिनुहोस्, मेरो इच्छा यही छ। चामलको एक दाना मात्रै? राजाले चकित भएर सोध्यो। बिल्कुल त्यही। चेस बोर्डको पहिलो स्क्वायरको लागि केवल एक दाना। आविष्कारकर्ताले भन्दै गयो, दोस्रो स्क्वायरको लागि 2 गुना, तेस्रो स्क्वायरको लागि 3 गुना। यसै प्रकारले जबसम्म पुरै चेस बोर्डको लागि एक दाना 2 गुना होस्, बस यही मेरो सानो इच्छा छ। राजा ज्यादै खुसी भएको थियो। मलाई यति आश्चर्यजनक खेल यति थोरै मूल्यमा प्राप्त भयो। उसले मनमा नै सोच्यो, यदि आज मेरा पिता पुर्खा जीवित हुन्थे भने उनीहरू धेरै खुसी हुने थिए। ठिक छ, राजाले भने, चेस बोर्ड लिएर आऊ। यी सबै सभासदहरू हाम्रा साक्षी बनु। दरबारमा सबै मानिस चेस बोर्डको नजिक आएर एउटा नोकरले 1 पाउ चामलको थैली लिएर आयो र उसले त्यसलाई आविष्कारकर्ताको हातमा राखिदियो। आविष्कारक त्यसलाई खोल्दै मुस्कुरायो। आविष्कारकर्ताले नोकरसँग भन्यो, तिमीले यसो गर, भण्डार गृहबाट ठुलो चामलको थैलो लिएर आऊ। दरबारका मानिसहरूले उसको यस्तो कुरा सुनेर व्यङ्ग्य गर्दै मुस्कुराए। त्यसपछि आविष्कारकर्ताले आफूले भनेअनुसार बोर्डमाथि चामलको दाना राख्न थाले। दरबारिया मानिसहरूले 8 स्क्वायरको पहिलो क्रम अर्थात् 1, 2, 4, 8, 16, 32, 64 क्रमशः 128मा चामलको दाना देखेर हाँस्न थाले। तर दरबारीहरूको अनुहारको हाँसो दोस्रो लाइनको बीचबाट आइ नपुग्दै गायब भयो। त्यतिन्जेलसम्म 2वटा साना थैला समाप्त भइसकेका थिए। फेरि मध्यम आकारको थैली, फेरि ठुलो आकारको थैला पनि सकियो। दोस्रो क्रमको अन्त्य हुँदा राजाले आफूबाट ठुलो गल्ती भएको महसुस गर्यो। आविष्कारकले जम्मा 32,768 दाना प्राप्त गरेको थियो, तर अझै पनि 48 वर्ग खाली थिए। राजाले खेल समाप्त गर्यो र त्यस देशका बुद्धिमान गणितज्ञहरूलाई बोलायो। उनीहरूले यस तथ्याङ्कलाई आफ्नो एबाकसको मद्दतले गनेर एउटा निर्विरोध निर्णय गरे। 64 वर्ग भएको चेस बोर्डको प्रत्येक वर्गमा चामलका दानाहरूलाई 2 गुना गर्दा यसको सङ्ख्या 18 करोड अरब दानासम्म हुन जान्छ। यसलाई यदि जोड्ने हो भने यसको मात्रा त्यति हुन्छ जति सङ्ख्या संसारको सम्पूर्ण चामललाई 10 गुना गर्दा प्राप्त हुन्छ। राजाले यो प्रदर्शनलाई रोकिदियो र आविष्कारकर्ताको सामु एउटा प्रस्ताव राख्यो। यदि उसले राजालाई वचनबद्धताबाट मुक्त गरिदिन्छ भने यसको बदला उसलाई राजाले एउटा देश र साथमा 1 एकड चामल उब्जानी हुने खेत दिनेछ। आविष्कारकर्ताले यो प्रस्तावलाई खुसी साथ स्वीकार गर्यो। सबै मानिसहरूले आविष्कारकर्तालाई उसको चतुराइका लागि बधाई दिए। ऊ खुसी भएर आफ्नो घर फर्कियो। बाँकी जिन्दगी उसले आरामसँग बितायो। दोब्बर गर्ने अवधारणा संसारको 8औं आश्चर्य। राजा तथा आविष्कारकर्ताको कथाले हामीलाई दोब्बर गर्ने अवधारणाको शक्ति बताउँछ। यो अवधारणाको सुरुवात जब पहिलो ब्याङ्कले पहिलो धनी व्यापारीलाई
उसको बचत रकमको ब्याज दिएको थियो त्यतिखेर भएको थियो। त्यसैले यो अवधारणा प्रमाणित तथा राम्ररी जाँचबुझ गरिएको अवधारणा हो। आविष्कारकर्ता तथा राजाका गणितज्ञ यो शक्तिलाई बुझ्ने पहिलो व्यक्ति हुन सक्दछन्, तर ती अन्तिम त हुन सक्दैनन्। सयौं वर्षपछि एउटा अर्को प्रसिद्ध गणितज्ञ अल्बर्ट आइन्स्टाइनले पनि 2 गुना गर्ने या चक्रवृद्धिको यो अद्भुत अवधारणालाई स्वीकार गरे र यसलाई संसारको 8औं आश्चर्यको नाम दिए। धनको सृजना र सञ्चय गर्नका लागि यो 2 गुना गर्ने अवधारणा यति महत्त्वपूर्ण भएको हुँदा मैले यसलाई पाइपलाइन नाम दिएको हुँ। पाम बीच फ्लोरिडाको त्यो सहर हो जहाँबाट विश्वका कयौं आकाश छुने भवनहरूले एटलान्टिक महासागरलाई निहाल्दछ। पाम बीचका धनी मानिसहरूलाई पैसाका लागि काम गर्न पर्दैन, बरु उल्टै पैसाले उनीहरूको लागि काम गरिरहेको हुन्छ। उनीहरूले पर्याप्त पैसा पाइपलाइनमा लगाइराखेका छन् र त्यसको लाभ उनीहरूलाई हरेक वर्ष आइरहन्छ, चाहे लगानीकर्ता काम गरून् या नगरून्। पाम बीच पाइपलाइन पूर्णतया दोब्बर गर्ने अवधारणा अनुसार काम गर्छ। यसको अर्थ भाग्यशाली उत्तराधिकारीले एउटा सुन्दर जीवन बिताउन सक्छ तथा यो प्रक्रिया अन्तर्गत उनीहरू धनवान हुन सक्छन्। यसै कारण म भन्ने गर्छु, तपाईले आफ्नो केक अवश्य लिनुहोस् र त्यसलाई खाँदा प्राप्त हुने आनन्द लिनुहोस्। नियम 72, धनी बन्ने नियम। तपाईले देखिहाल्नुभयो धनी मानिस कसरी धनी हुँदो रहेछ। तपाईले नियम 72 लाई हेर्नुहोस्। यो यस्तो अवधारणा हो जसलाई विश्वका सम्पूर्ण ठुला स्टक ब्रोकरले आफ्ना धनी ग्राहकलाई सिकाउँछन्। नियम 72 एउटा सूत्र हो जसमा हामीले कसरी लगानी गरेको धन कति वर्षमा 2 गुना हुन्छ भन्ने गणना गर्न सक्छौँ। यसको लागि एउटा उदाहरण यहाँ दिएको छ। दोब्बर गर्ने अवधारणा अर्थ नियम। आफ्नो लगानीमा वार्षिक ब्याज दर निश्चित गर्नुहोस्। ब्याज दरलाई 72 ले भाग गर्नुहोस्। अब जे परिणाम मिल्छ त्यति वर्षमा नै तपाईको लगानी 2 गुना हुनेछ। उदाहरणका लागि एउटा व्यक्तिसँग $100,000 को लगानी स्टक मार्केटमा गर्न सक्छ, जसबाट उसलाई 10% ब्याज प्राप्त हुन्छ। अब नियम 72 ले कसरी काम गर्छ हेरौँ। पहिलो चरणमा $100,000 मूलधन, दोस्रो चरणमा 10% वार्षिक ब्याज, तेस्रो चरण 72 लाई 10 ले भाग दिनुहोस्, 7.2 वर्ष। निष्कर्ष 100,000 अथवा $1,00,000 7.2 वर्षमा $2,00,000 हुनेछ। उदाहरणका लागि एउटा व्यक्ति $1,00,000 को लगानी स्टक मार्केटमा गर्छ, जसबाट उसलाई 10% नाफा प्राप्त हुन्छ। अब नियम 72 ले यसरी काम गर्छ। यदि त्यो व्यक्तिले आफ्नो मुनाफा अथवा मूलधन खर्च गर्दैन भने $1,00,000 को मूल लगानी 7.2 वर्षमा दोब्बर हुन्छ। 14.4 वर्षमा $4,00,000 हुन जान्छ। 21.6 वर्षमा $8,00,000 हुन जान्छ। त्यसै गरी 28.8 वर्षमा $1.67 मिलियन हुन पुग्छ। अब तपाईले देख्नुभयो, जति लामो समयसम्म पैसालाई बढ्न दियो पाइपलाइनको आकार उति नै ठुलो हुन जान्छ। यस्ता मानिस जसले $1 मिलियन को भाग्य लिएर जन्मन्छन्, उनीहरूले पैसाको वृद्धि हुने शक्तिलाई लिभरेज गरेर आफूहरूले त एउटा सुखी सम्पन्न जिन्दगी बिताउँछन्, साथसाथै आफ्ना बच्चा बच्चीलाई पनि राम्रो जिन्दगी दिन सक्छन्। पैसाको वृद्धि हुने शक्तिकै कारणले उत्तराधिकारमा धन दौलत प्राप्त गरेका केनेडी, डुपोट, फायरस्टोन, फोर्ट रकफेलर तथा गेटी लगायतले सम्पूर्ण जिन्दगी खुब शान र आरामसँग बिताएका थिए। ठिक शब्दमा भन्ने हो भने उनीहरूको बकेट कहिल्यै सुकेन, किनभने पाइपलाइनले उनीहरूलाई नियमित रूपले वर्षौंसम्म पानी दिइरह्यो। अथवा युरोपको रोथ सचिलको विषयमा यो सिलसिला 2 दशकसम्म चलिरह्यो। सन्तान र पैसा। सौभाग्यवश पैसालाई लिभरेज गरेर बनाइएको पाइपलाइनबाट धनी मानिसहरूले मात्र होइन, सामान्य मानिसले पनि फाइदा लिन सक्दछन्।
जस्तो तपाईँले मार्गरेट ओ डेनियलको कथामा देखिहाल्नुभयो। कसरी एउटा सामान्य स्कुल शिक्षिकाले स्टक मार्केटमा आफ्नो पैसालाई लिभरेज गर्दा गर्दै कयौं मिलियन डलरकी मालिकनी बनेकी थिए। त्यसैले कसरी एउटा औसत मानिसले आफ्नो पैसा लिभरेज गरेर लामो समयसम्म चल्ने पाइपलाइन तयार गर्न सक्छ? यो प्रश्नको उत्तर दिने सबभन्दा राम्रो तरिका मैले तपाईलाई माइकल जे सर्चले लेखेको एउटा सानो पुस्तिका किड्स एन्ड मनीका बारेमा बताउन नै हुन सक्छ। वास्तवमा यो किताबको नाम पिपल एन्ड मनी हुनु पर्दथ्यो, किनभने सर्चले बताएका सिद्धान्त युवा र प्राउड महिलाहरूमा पनि लागू हुन्छ। एउटा भूतपूर्व वाल स्ट्रिट पावर ब्रोकर तथा 4 बच्चा बच्चीका बाबु सर्च आफ्ना छोराछोरीलाई पैसा बचाउने तरिका यसरी बताउँछ। उसले अगाडि भन्छ, बाबुआमाले आफ्ना छोराछोरीलाई 3वटा प्लास्टिक बट्टा ल्याएर दिनुपर्छ, जसमा क्रमशः खर्च, बचत तथा लगानी लेखेको हुनुपर्दछ। जब बाबुआमाले आफ्ना बच्चाहरूलाई हप्ताभरिका लागि पकेट मनी दिन्छन्, तब उनीहरूले त्यसलाई 3 भागमा बाँड्नुपर्छ। खर्च लेखेको बट्टा तत्काल गरिने खर्चका लागि हो, जस्तो बबलगम, बेसबल कार्ड इत्यादि, तथा यिनै पैसाको उपयोग धर्मशुल्क तथा चन्दा आदिको लागि पनि गर्नुपर्दछ। बचत लेखेको बट्टा अप्ठ्यारो परिस्थिति अथवा अत्यावश्यक परेको बेलामा खर्च गर्नुपर्दछ, जस्तै सिडी किन्नु पर्दा अथवा भिडियो गेम आदिमा। लगानी लेखेको बट्टा अघिल्ला 2 बट्टाभन्दा बेग्लै हुन्छ। यो खर्च गर्नको लागि होइन, कहिल्यै पनि खर्च नगर्नका लागि हो। सर्चले यो बट्टालाई धेरै महत्त्वपूर्ण मान्छन्, किनभने यदि हामीसँग कठिन परिस्थितिका लागि केही बचत रहँदैन भने सधैँ ऋणको तरवार हाम्रो घाँटीमा तेर्सिरहन्छ। ठिक यसै गरी जो मानिस दीर्घकालीन पाइपलाइनमा लगानी गर्न चाहन्छन्, उनीहरूले यी 3वटा बट्टाको उपयोग गर्नुपर्छ। तर यिनलाई बट्टामा राख्नुको सट्टा उनीहरूले आफ्नो पैसा ब्याङ्कमा अथवा ब्रोकरेजमा लगाउनु पर्दछ। पहिला आफ्नो भुक्तानी गर्नुहोस्। धनी मानिसहरूले चाहिँ आफ्नो पैसालाई लिभरेज गर्ने तरिका के हो भने पहिला भुक्तानी गर्नुहोस्, अर्थात् आफ्नो लगानी खाताको मासिक भुक्तानी नियमित रूपले गर्नुहोस्, ताकि तपाईँले गर्नुभएको लगानीमा निरन्तर वृद्धि होस्। आफ्नो लगानी पाइपलाइन तयार गर्ने सबभन्दा राम्रो तरिका के हुन सक्छ भने तपाईँले आफ्नो आम्दानीबाट हरेक महिना केही अंश निकालेर आफ्नो पाइपलाइनमा जम्मा गर्नुहोस्। दीर्घकालीन पाइपलाइन निर्माण गर्नु। सामान्य मानिस करोडपति बन्न सक्छ। दुःखको कुरा, हामीले आफ्ना बाबुआमा करोडपति छनौट गर्न सकेनौँ, त हामीलाई बचत पनि गर्नुपर्छ र त्यो बचतले हाम्रो तलबमा पनि प्रभाव पार्छ। तर सबभन्दा ज्यादा सत्यता के हो भने यो देशका अधिकांश मानिसको सौभाग्य तथा सम्पत्ति उत्तराधिकारका रूपमा प्राप्त भएको होइन। तथ्याङ्कले के बताउँछ भने 5 करोडपति मध्ये 4 यस्ता छन् जसलाई उत्तराधिकारीको रूपमा $10,000 भन्दा बढी प्राप्त भएको थिएन, तर उनीहरूले रकफेलर तथा केनेडीको लगानी रणनीतिको नक्कल गरेर आफ्नो स्थिति सुदृढ बनाए। अर्को शब्दमा आफ्नो मेहनतद्वारा करोडपतिहरूले आफ्नो पाम बीच पाइपलाइन तयार गर्नको लागि आफ्नो पैसाको लिभरेज गरेका थिए। तर कसरी? 3 बट्टावाला तरिकाको प्रयोग गरेर यी मानिसले उत्तराधिकारमा प्राप्त भएको सबै पैसा खर्च गर्नुको सट्टा त्यसको ठूलो हिस्सा लगानी बट्टामा राखे तथा त्यसलाई प्रति वर्ष बढ्न दिए। सामान्यतया करोडपतिहरू आफ्नो सफल आम्दानीको करिब 15 देखि 20% बचत गर्छन् तथा त्यसको लगानीबाट प्राप्त भएका कुराहरू पाइपलाइन निर्माण गर्नमा उपयोग गर्छन्, जस्तो स्टक, बन्ड, व्यवसाय, सम्पत्ति, कमर्सियल रियल इस्टेट, रेन्टल प्रपर्टी, पेन्सन फन्ड इत्यादि। यही कारणले अधिकांश करोडपति 50 देखि 60 वर्षको उमेर नपुग्दै $1,000,000 को मालिक बनेका हुन्छन्। 10% को दरले $10,000 7 वर्षपछि $20,000 हुन पुग्छ। तर 50 वर्षमा यो रकम 7 पल्ट दोब्बर हुनेछ, जुन करिब $1.3 मिलियन हुन सक्छ। चक्रवृद्धिको दरले बढ्ने शक्ति। यदि तपाईसँग पैसा छैन भने तपाईले के लिभरेज गर्ने? के करोडपति बन्नु ठुलो कुरा होइन त? तपाईँ बन्न सक्नुहुन्छ। तपाईले यो पनि जान्नुहुन्छ र यसका लागि तपाईलाई चिट्ठा जित्ने आवश्यकता पनि छैन।
मिलियनर्स क्लब एउटा ज्यादै विशिष्ट क्लब हो। मिलियनर्स क्लब एउटा ज्यादै विशिष्ट क्लब हो। तपाईँले एकपटक विशिष्ट परिवारमा जन्म लिन पर्छ र एउटा राम्रो स्कुलमा जानुपर्छ। तर यस्तो स्थिति रहेन। आज सामान्य मानिस पनि मिलियनर्स क्लबमा सम्मिलित हुन सक्छ। आज यो सबैको लागि खुल्ला छ र मानिसले सावधानीपूर्वक लगानी गरेर आफ्नो पैसालाई बढावा दिन सक्दछ। तर हामीमध्ये कसैले पनि रिटायरमेन्टको पाइपलाइन निर्माण गर्नका लागि 40-50 वर्ष प्रतीक्षा गर्न धारे छैन। यो हामीले स्वीकार गर्छौँ। न त सबैसँग आफ्नो पाम बीच पाइपलाइन तयार गर्नका लागि पर्याप्त पैसा नै छ। कुनै 5 वर्ष लाग्ने पाइपलाइन जसबाट सामान्य मानिसले पनि आफ्नो आम्दानीलाई बढाउन सकोस्, के यस्तो भइदिएको भए राम्रो हुने थिएन? अवश्य नै 5 वर्ष मात्र लाग्ने पाइपलाइन पनि उपलब्ध छ। तर यो पाइपलाइन बनाउनका लागि तपाईसँग प्रशस्त पैसा हुन पनि पर्दैन, किनभने पैसालाई लिभरेज गर्नुको सट्टा तपाईले समयलाई लिभरेज गर्न सक्नुहुन्छ। एउटा ज्यादै पुरानो कथा छ। यसले पैसा र समयको लिभरेज बीचको अन्तरलाई जोडिदिन्छ। त्यो कथा यस प्रकार छ। कुनै पुरानो र विशाल ओकको रुखमा चढ्ने केवल 2 तरिका हुन सक्छन्। तपाईँ जतापट्टिको फलमा पनि बस्न सक्नुहुन्छ र प्रतीक्षा गर्न सक्नुहुन्छ, अथवा तपाईँ यत्तिकै चढ्ने प्रयास पनि गर्न सक्नुहुन्छ। जब मानिसहरूले पाइपलाइन तयार गर्नका लागि दशकौँसम्म पैसाको लिभरेज गर्छन् भने यो पद्धति उनीहरू त्यसमा बसेर प्रतीक्षा गर्नु जस्तै हुन्छ। मैले यसलाई 50 वर्षीय पाइपलाइन योजना भन्छु। यो चक्रवृद्धिको ढङ्गले बढेझै हुन्छ, जहाँ तपाईँ वर्षौँ धैर्यपूर्वक बसेर आफ्नो पैसा दोब्बर हुने दिन प्रतीक्षा गर्नुहुन्छ। 50 वर्षीय पाइपलाइन योजनाले काम गर्छ। यसमा कुनै दुई मत छैन। स्मरण राख्नुहोस् कसरी मार्गरेट ओ डेनियलको पाइपलाइनले एउटी थोरै तलब पाउने शिक्षिकालाई करोडपति बनाइदिएको थियो। मार्गरेटले आफ्नो आम्दानीको एउटा ठुलो हिस्सा पाम बीच पाइपलाइन बनाउनका लागि लिभरेज गरी, र त्यो पनि कयौँ स्थानमा। पेन्सन फन्ड, स्टक मार्केट यसलाई विविधीकरण भन्छन् र यसैलाई हामी पाइपलाइन निर्माण गर्नु भन्छौँ। 50 वर्षीय पाइपलाइन योजनामा के समेट्न सकिएला त? जस्तै सिडी तथा टी बिल्स, स्टक तथा बन्ड, सामाजिक सुरक्षा कोष, पेन्सन कोष, तपाईँको घर, रियल इस्टेट आदि। तब मैले ओकको रुखमा चढ्ने कुरालाई पनि पूर्ण विश्वास गर्छु। मैले यसलाई 5 वर्षीय योजना भन्छु। यसको उद्देश्य पनि 50 वर्षीय पाइपलाइन योजना जस्तै छ। आर्थिक स्वतन्त्रता तथा सुरक्षाको लागि यसमा समयको 10% मात्रै लाग्छ। यही कारणले मैले ज्यादै तीव्र गतिले बढ्ने व्यवसायहरूमा समय, पैसा र प्रयत्न लगाएको हो। 50 वर्षसम्म प्रतीक्षा गरेर वृक्षमाथि चढ्नुको सट्टा मैले एउटा यस्तो व्यवसाय गर्न सक्छु जसले मलाई 2 देखि 5 वर्षसम्म परिणाम दिन सकोस्। 5 वर्षीय पाइपलाइन योजना। स्वतन्त्र व्यवसाय स्वामित्व। समयले समान अवसरको मौका दिन्छ। समयको लिभरेजमा सबभन्दा महत्त्वपूर्ण कुरा हामी सबैलाई बराबर समय मिल्छ। यसको अर्थ समयले धनी, गरिब तथा सबै प्रकारका मानिसलाई समान अवसर प्रदान गर्छ। चाहे तपाईँ डोनाल्ड ट्रम्प हुनुहोस् अथवा ट्रक ड्राइभर, सबैलाई हरेक दिन उति नै अर्थात् 24 घण्टा समय मिल्छ। यसै कारण मैले समय लिभरेजलाई व्यक्ति पाइपलाइन भन्छु। समयले सबैलाई समान अवसर दिन्छ। धनी होस् या गरिब, महिला होस् या पुरुष, हप्सी होस् या गोरा, यस्तो तपाईँले पैसाको सम्बन्धमा भन्न सक्नुहुन्छ। अब तपाईँले यस प्रकार सोच्नुहोस्, हिँड्नुहोस्। तपाईँ मात्र होइन, हरेक व्यक्तिले आफ्नो निजी खाता बैंकमा प्रत्येक दिन $1440 सुरु गर्नुहोस्। यो पैसा केवल तपाईँको हुनेछ र कसैले तपाईँलाई यो पैसाले के गर्ने हो भनेर सोध्ने छैन। तपाईँले यो पैसालाई खर्च, लगानी, उडाएर, जलाइदिएर वा कसैले दिएर बर्बाद गर्न सक्नुहुन्छ र तपाईँले यही पैसालाई लिभरेज गर्न पनि सक्नुहुन्छ, किनभने तपाईँलाई थाहा छ भोलि फेरि तपाईँको खातामा $1440 आउनेछ। यदि हरेक मानिस आफ्नो दिनको सुरुवात
$1440बाट गर्थ्यो भने दुनियाँ ज्यादै सुन्दर हुने थियो। तर हामी सबैलाई थाहा छ वास्तवमा स्थिति यस्तो हुँदैन। जब पैसाको कुरा आउँछ तब जिन्दगीले सबैलाई एक समान अवसर दिँदैन। कोही मानिस चाँदीको चम्चा सँगै जन्मेका हुन्छन् भने बहुसंख्यक मानिस प्लास्टिकको चम्चा लिएर जन्मेका हुन्छन्। यसै गरी कसैले आफ्नै बुढी औँलो चुस्दै जन्मेका हुन्छन्। यो सत्य पनि हुन सक्छ र नहुन पनि सक्छ। तर भन्ने बेलामा हामीले यसैलाई जिन्दगी भनेका हुन्छौँ। तर यो सत्य हो कि हामी सबैले प्रत्येक दिन निजी बैंक खाताको सुरुवात $1440बाट गर्दैनौँ। समयसँगै यो कुरा लागू हुँदैन। तर हामी सबैले आफ्नो दिनको सुरुवात प्रतिदिन आफ्नो समय खातामा 1440 मिनटसम्म गर्छौँ। एक दिनमा 24 घण्टा तथा 1 घण्टामा 60 मिनट। हामी सबैलाई समान समय मिल्ने भएको हुँदा जो मानिस तलबको चेकमा निर्भर रहेर जीवन बिताउँछन् र जो मानिस आर्थिक हिसाबले स्वतन्त्र हुन्छन् उनीहरूमा फरक के मात्र हुन्छ भने उनीहरूले आफ्नो हरेक दिनको 1440 मिनटको उपयोग कसरी गर्दछन्। तपाईँ जति सोच्नुहुन्छ त्योभन्दा बढी समय तपाईसँग छ। केही मानिसहरूले आफ्नो पाइपलाइन निर्माण गर्ने काम यसकारण छोडिदिन्छन् कि उनीहरूको अनुसार उनीहरूको दिन दशा खराब छन्। हामी सबै तनावमा रहन्छौँ। हामी सबै व्यस्त रहन्छौँ। हामी सबैलाई कुनै न कुनै रूपले आकस्मिक घटनाहरूको सामना गर्नु परिरहेको हुन्छ। यस प्रकारका कुराहरूको लागि एउटा शब्द छ, यसैलाई जीवन भनिन्छ। कोही मानिस थ र स गर्नको लागि राम्रो समयको प्रतीक्षा गर्दा गर्दै आफ्नो समय बर्बाद पारिदिन्छ र ती सबै मानिस राम्रो दिन कुर्दै एक दिन कालको मुखमा पर्छन्। किनभने राम्रो समय भन्ने जस्तो कुनै कुरा हुँदैन। यदि तपाईसँग कसैले तपाईलाई $10 लाख दिने भए तपाईँ निशर्त एउटा कुनामा बसेर 1 वर्षसम्म प्रतिदिन 2 घण्टा सिलाइ बुनाइ गर्नुहुन्छ। निश्चय नै तपाईसँग यसको लागि समय हुनेछ। तपाईका बच्चा बच्चीले खेल्दा खेल्दै आफ्नो हात भाँच्लन् अथवा 1 हप्तापछि तपाईको गाडी स्टार्ट नहोला। तर यी कुराले तपाईलाई बिल्कुलै दुखी बनाउने छैन। $10 लाख छोड्नुभन्दा त के 2 घण्टासम्म सिलाइ बुनाइ गर्नका लागि पुरा समय हुन्छ। यो दुःखको कुरा हो कि अधिकांश मानिसले समयलाई हल्का रूपले लिन्छन्। खास गरी थोरै समयलाई हामी दिन, हप्ता र वर्षमा हिसाब गर्न जान्दछौँ। मिनेट र घण्टामा हामी सोमबारदेखि शुक्रबारसम्म 9 बजे बिहानदेखि 5 बजेसम्म काम गर्छौँ। हामीले आफ्नो जिन्दगीको योजना मासिक क्यालेन्डरको हिसाबले बनाउँछौँ। हामीले आफ्नो जन्मदिन र आफ्नो वर्षगाँठ वर्षमा 1 पटक मनाउँछौँ। तर समयको बारेमा सबभन्दा आश्चर्यजनक कुरा के हो भने कसरी प्रत्येक दिनको केही मिनेटले हाम्रो कति धेरै समय बर्बाद गरेको हुन्छ। उदाहरणको लागि तपाईलाई थाहै होला हामीले आफ्नो सम्पूर्ण जीवनको सिलसिलामा कति समय खाना खानामा बर्बाद गर्छौँ। के तपाईले अनुमान लगाउन सक्नुहुन्छ? 2 वर्ष? यसको उत्तर हो 6 वर्ष। के यो अद्भुत होइन त? हाम्रो जीवनको ज्यादै धेरै समय बर्बाद हुन्छ। आफ्नो सम्पूर्ण जिन्दगीमा ससानो काममा बर्बाद गरिने कुल समयहरू यस प्रकार छ। खाना खाँदा 6 वर्ष, भिडमा उभिँदा 5 वर्ष, घरको सफाई गर्दा 4 वर्ष, खाना पकाउँदा 3 वर्ष, फोन उठाउँदा 2 वर्ष, हराएको चिज खोज्दा 1 वर्ष, जङ्क मेल खोल्दा 8 महिना। मेरो हिसाबले यो सबै जोड्दा हाम्रो जिन्दगीको 22 वर्ष निस्कन्छ। यसकारण यो प्रमाणित हुन्छ कि 15 मिनट यता र 15 मिनट उता बर्बाद गरेको समयले हाम्रो धेरै समय नष्ट गर्छ। केही घण्टा केही महिनामा बदलिन सक्छ। अब तपाईले यसो सोच्नुहोस् त, यदि हामीले प्रत्येक साँझ वा शनिबारको दिन आफ्नो समय केही उद्देश्यपूर्ण काम गरौँ, जस्तो कि पाइपलाइन निर्माण गर्नमा लगायौँ भने हामीले जिन्दगीमा धेरै कुरा हासिल गर्न सक्छौँ। यदि तपाईले प्रतिदिन 2 घण्टा निकाल्नु भयो भने मानिलिनुहोस् काम सुरु हुनुभन्दा पहिला सबेरै 1 घण्टा तथा साँझमा 1 घण्टा। यसै गरी शनिबार र आइतबारको अरू थप 3 घण्टा अर्थात् तपाईको कार्यतालिकामा 16 घण्टाको उत्पादक समय जोड्न सक्नुहुन्छ। 50 हप्तासम्म प्रति सप्ताह 16 घण्टाको अर्थ 1 वर्षमा 800 अतिरिक्त घण्टा। यदि यसलाई जोड्ने हो भने 100 घण्टाको दिन
या 3 महिना 10 घण्टाको अतिरिक्त 8 घण्टाको दैनिक काम प्रति वर्ष तपाईँलाई केवल यति मात्र गर्नुपर्छ कि यो सबै गर्नको लागि तपाईँलाई प्रति वर्ष 3 महिनाको अतिरिक्त उत्पादक महिना पाउनका लागि केही घण्टाको व्यवस्था गर्नुपर्छ। यो अद्भुत भएन त? उत्पादन युक्त मुक्त समय 2 घण्टा दिन 5 दिनसम्म गर्दाले 10 घण्टा, 3 घण्टा शनिबार आइतबार जोड्दा 6 घण्टा प्रति हप्ता, कुल अतिरिक्त समय 18 घण्टा हरेक हप्ता तपाईँले पाउनुहुनेछ। समय नै पैसा हो। अब म तपाईँलाई एउटा गुप्त कुरा बताउन चाहन्छु। फुर्सदको समयको उपयोग नै त्यो मूल मन्त्र हो जसको उपयोग गरेर सफल मानिसहरू जिन्दगीमा धेरै कुरा गर्न सक्छन् अथवा आफ्नो जिन्दगीमा धेरै कुरा प्राप्त गर्दछन्। बिल गेट्स पनि एउटा सामान्य मानिस झैँ 5 बजे साँझमा हरेक दिन घर फर्कन्छ र 7 घण्टासम्म बसेर टिभी हेर्छ भन्ने तपाईँले सोच्नु भएको छ? मैले भने उसले यसो गर्ला भनेर सोच्दिनँ। हालै वाल स्ट्रिट जर्नलमा प्रकाशित एउटा लेखकको अनुसार उत्तरी अमेरिकाका 10% सबभन्दा ज्यादा आम्दानी भएका मानिसहरूले अक्सर हप्तामा 52 घण्टा काम गर्छन्, जबकि 10% सबभन्दा कम आम्दानी हुने मानिस हप्तामा केवल 45 घण्टा काम गर्छन्। 10% मानिसले धेरै काम गर्ने मात्र होइन, उनीहरूले आफ्नो काम पुरा गर्न मन लगाएर गर्छन्। अर्को शब्दमा उनीहरूले डलरको लागि आफ्नो समयको व्यापार गर्दैनन्। तपाईँ कुनै डिपार्टमेन्टल स्टोरमा जाँदा त्यहाँ तपाईँलाई माइकल जोर्डनको काउन्टर पछाडि लोटरीको टिकट साथमा बियरको बोतल बेच्दै गरिएको देखियोस्, यस्तो हुन सक्दैन। कुनै पनि क्षेत्रका सफल मानिस समयको लिभरेजको कुनै पनि अवसर हातबाट फुत्किन दिँदैन। न गुमाउनु न पाउनु। मानिसहरूले सधैँ जस्तो मलाई सोध्छन्, उनीहरू पाइपलाइन तयार गर्नको लागि अतिरिक्त समय र प्रयास किन लगाउने जबकि सबै कुरा राम्रै हिसाबले चलिराखेको छ? उनीहरूले मलाई भन्छन् कार्यालयमा लामो समय काम गरेपछि आराम गर्नु आवश्यक छ। उनीहरूले यसका लागि जेट बयमा गएर पल्टन्छन् र निन्द्रा नआउँदासम्म टिभी हेर्छन्। उनीहरूले मलाई भन्छन् जिन्दगी मजासँग चलिरहेको छ, राम्रो जागिर छ, बैंकमा केही पैसा पनि छ, केटाकेटी राम्रो स्कुलमा गइरहेका छन्, तब धेरै मेहनत गर्न के आवश्यक छ? तब मैले उनीहरूलाई भन्ने गर्छु, जब तपाईँको जिन्दगी सुख सुविस्तासँग चलिरहेको छ भने पाइपलाइन निर्माण गर्ने यसभन्दा राम्रो समय अर्को हुँदैन, किनभने समय कुनै बेला पनि बदलिन सक्छ। फेरि मैले उनीहरूलाई एउटा चुट्किला सुनाउँछु। एकजना मानिस एउटा होटलको 30औं तलामा उभिएर म्यानहट्टनको सेन्टर पार्क हेरिरहेको थियो। उसले यो दृश्यको आनन्द लिनको लागि झ्याल खोल्यो। जब उसले आफ्नो झ्यालको सिधा तल हेर्यो तब उसले आफ्नो कोठाभन्दा तल एकजना मानिस खस्दै गरेको देख्यो। तिमीले के गरेको? उसले खस्दै गरेको मानिसले सोध्यो। अहिलेसम्म त ठिकै छ, उसले उत्तर दियो। मुख्य कुरा के हो भने यो संसारमा कति अनजान बकेट क्यारियर छन् जो अहिलेसम्म ठिकै छु भन्ने फर्मुला अनुसार चलिराखेका हुन्छन्। जबसम्म हामी समय र डलरको हिसाबले जिन्दगी बिताउँछौँ तबसम्म जिन्दगीमा हाम्रो सुरक्षाको अभाव हुन्छ। किन? जब उनीहरू कुनै रोग अथवा दुर्घटनाको कारणले समय दिन पाउँदैनन् तब उनीहरूको तलबको चेक आउन बन्द हुन्छ। बकेट बोक्नेहरूको लागि तलबको चेक नमिल्नुको अर्थ हो सुरक्षाको अभाव, कमिलो र घुनको कथा। मैले यो लेखिराखेको समयमा उपभोक्ताको आत्मविश्वास अत्यन्त उच्च छ, बेरोजगारी कम छ, आम्दानी बढिरहेको छ, घरहरूको बिक्रीले रेकर्ड कायम गरेको छ, गाडी पनि धेरै बिक्री भइरहेका छन्, कैयौँ मानिस सुख शान्तिपूर्वक जीवन बिताइरहेका छन् अहिलेसम्म। तर हामी अहिलेसम्म ठिकै छौँलाई सधैँको लागि ठिक मान्ने गल्ती गर्न सक्दैनौँ। सबैले जानेको कुरा हो, जिन्दगी एउटै चक्रमा घुमिरहँदैन, त्यस्तै अर्थव्यवस्था पनि एउटै चक्रमा घुमिरहँदैन। यतिखेर व्यवसाय चक्र अन्तिम सीमासम्म छ। हुन सक्छ तपाईको निजी जीवन चक्र पनि सर्वाधिक उचाइमा हुन सक्छ, तर जुन कुरा माथि जान्छ त्यो तल पनि आउँछ। जब मानिसहरू तल गिर्न थाल्छन् त्यतिखेर केही मानिसहरूलाई जिन्दगीको वास्तविकता सामना गर्न पर्दछ, जस्तो बन्दी क्यारियरमा परिवर्तन, क्रेडिट कार्डको ऋण, चिकित्सा सम्बन्धी
आकस्मिकताहरू तथा वृद्ध रोगीहरूका लागि नर्सिङ होमको हेरचाह। स्मार्ट मानिसहरूले आफूलाई सुदृढ बनाउने भनेको व्यवसाय एकदमै राम्ररी चलिरहेको बेलामा हो भन्ने बुझेका छन्। स्मार्ट मानिसहरू मन्दी आउनुभन्दा पहिल्यै आफ्नो सुरक्षाको व्यवस्था गर्दछन्, मन्दीको समयमा होइन। यसै कारण मैले मानिसहरूलाई भन्ने गर्छु, तपाईहरूको पाइपलाइन निर्माण गर्ने सबभन्दा उत्तम समय अहिले हो, भोलि होइन। भोलि त अर्थव्यवस्थामा खतराको बादल मडारिन थाल्नेछ। यो कमिलो र घुनको कथामा जस्तै कमिलो एउटा पाइपलाइन निर्माता थियो। उसले गर्मीको समयमा नै केही समय निकालेर जाडोको लागि अन्न सङ्कलन गरेको थियो। उसले गर्मीको आनन्द उठाउनुका साथै आफ्नो विवेक प्रयोग गरेर पाइपलाइन निर्माण गर्ने समय पनि निकाल्यो। अर्कोतिर घुन बकेट बोक्ने किरा थियो। उसले आफूसँग भएको साधन र स्रोत सबै खर्च गर्यो, यसका साथै आफ्नो समय पनि बर्बाद गर्यो। उसले आउँदै गरेको जाडोको व्यवस्था गर्यो, तर जब जाडोको मौसम आयो तब उसँग कुनै पाइपलाइन थिएन र भोकले उसको मृत्यु भयो। पे मी नाउ, पे मी लेटर, मलाई अहिले भुक्तानी देऊ, मलाई पछि दिए हुन्छ। तपाईँलाई एउटा प्रसिद्ध विज्ञापनको स्लोगान सम्झना छ? त्यसमा लेखिएको थियो, पे मी नाउ, पे मी लेटर। यसको अर्थ पाइपलाइन निर्माण गर्ने कुरासँग नै छ। या त तपाईँले थोरै भुक्तान गरेर आफ्नो समय र पैसाको लगानीद्वारा पाइपलाइन निर्माण गर्नुहोस्, अथवा तपाईँ 60 या 70 वर्षको पुग्नुहुन्छ तब तपाईँ सामाजिक सुरक्षा चेकमा निर्भर भएर जीवित रहने लालच गर्दा गर्दै अन्तमा ठुलो मात्रामा भुक्तानी गर्नुहोस्। यसो सोच्नुहोस् त, यदि तपाईँको पाइपलाइन निर्माण भइसकेको छ भने भविष्यमा यसका लागि भुक्तानी गर्नुको सट्टा यसले तपाईँलाई भुक्तानी दिनेछ। एउटा नयाँ अवधारणा होइन त? पे नाउ चेक हो कि पे लेटर योजना? समय लिभरेज, व्यक्तिगत पाइपलाइन। याद राख्नुहोस्, समयले तपाईँलाई बर्बादीको मौका दिन्छ। हामी सबैसँग लिभरेजको लागि समान मात्रामा पैसा हुँदैन, तर हामी सबैसँग उति नै अर्थात् बराबर समय हुन्छ। तपाईँ 1 हप्ताको समयमा आफ्नो केही खाली समय बचाएर एउटा पाइपलाइन निर्माण गर्न सक्नुहुन्छ, जसले तपाईँलाई वर्षौंसम्म नियमित भुक्तानी गरिरहोस्। हामी सौभाग्यशाली मानिस हौं, किनभने हामी यस्तो समयमा बाँचिरहेका छौं जहाँ सबै मानिस पाइपलाइन तयार गर्नको लागि समय निकाल्न सक्छन् या समयलाई लिभरेज गर्न सक्छन्। यस्तो स्थिति सधैँ रहँदैन। 20औं शताब्दीको आखिरतिर थुप्रै धनी मानिसहरूले आफ्नो समयलाई लिभरेज गर्न सक्थे। 1890 मा अधिकांश मानिसले एक दिनमा 10 घण्टा काम गर्थे। ती मानिसहरू यति व्यस्त रहन्थे कि उनीहरूलाई समयको लिभरेज गर्ने मौकै मिल्दैन थियो। तर आज हामीहरूसँग समय छ र समयको आँखामा सबै मानिस बराबर हुन्छन्। समयले नै जिन्दगीमा असम्भवलाई सम्भव बनाइदिन हामीलाई योग्य बनाउँछ। धनी मानिसहरूलाई एक दिनमा 48 घण्टा मिल्ने र गरिबलाई 12 घण्टा मात्र मिल्ने यस्तो कहिल्यै हुँदैन। यी दुवैलाई समय बराबर मिल्दछ। दिनमा 24 घण्टा, हप्तामा 7 दिन र वर्षमा 365 दिन। इतिहासकै सबभन्दा ठुलो समय लिभरेज साधन। आज पाइपलाइन केवल धनी मानिसहरूका लागि मात्र रहेन। आज जो कोही मानिसले समय र प्रयासलाई अलिकति लिभरेज गरेर 2 देखि 5 वर्षभित्र व्यक्तिगत पाइपलाइन निर्माण गर्न सक्छ र त्यो पाइपलाइनले उसलाई दशकौंसम्म लाभ दिन सक्छ। हामीसँग यस्तो मन्त्र छ जुन विश्वको इतिहासमा सबभन्दा महान समय लिभरेज मन्त्र हो र यही मन्त्रको मद्दतले कैयौं मानिस ज्यादै कम समयमा करोडपति बनिसकेका छन्। मैले यो अद्भुत पाइपलाइनलाई ई पाइपलाइन नाम दिन्छु। तपाईले यसलाई सम्भवतः अर्कै नामले जान्नुहुन्छ होला, जुन नाम मिडियाहरूमा 24 घण्टै देखिरहन्छ र यो नाम हो इन्टरनेट। इतिहासको महान समय लिभरेज साधन।